आज चाहिँ म ब्रेस्ट बिफ नुडल सस बनाउँदैछु। अब सबैभन्दा पहिला चाहिँ यो बोइल बिफलाई यसरी यहाँ हाल्ने। हालिसकेपछि त्यहाँबाट थोरै पानी थपेँ, अलिक कम भएछ पानी। यहाँबाट अब म हाल्छु यो नुन, यो अजिना, यो चिकन पाउडर, यो चिनी, एउटा यो चाहिँ सोया सस। हाम्रो माइला भाइ पनि उतापट्टि काम गर्दैछ। टक्क यति हालेर मिक्स गरिसकेपछि अब यो चाइनिज मसला, यसको नाम थाहा छैन, यो चाहिँ आधी हाल्नुपर्छ। मैले काटेर अघि रेडी गरिसकेको थिएँ। अब यसलाई हुन्छ सोयाबिन सस आधी ढाडा हालेर मजाले मिक्स गरेर उम्लिसकेपछि अब यसलाई टक्क प्रेसर कुकरमा हालेर 25 मिनट सिनिसकेपछि नुडल्ससँग खानका लागि तयार हुन्छ। अब यसलाई म चाहिँ उसिन्छु अर्को ठाउँमा लगेर। धन्यवाद।